तपाईँको एनसेलको इन्टरनेट स्लो चलिरहेको छ, डेटा अन छ, सिग्नल पनि फुल छ, तर स्पिड भने निकै कम छ। यो एपीएन सेटिङ एकपटक ट्राई गरेर हेर्नुहोस्। सबैभन्दा पहिले सेटिङ्स खोल्नुहोस्, त्यसपछि मोबाइल नेटवर्कमा जानुहोस्। यदि तपाईँको मोबाइलमा दुईवटा सिम छन् भने एनसेल सिम चयन गर्नुहोस्। अब एक्सेस पोइन्ट नेम्समा ट्याप गर्नुहोस्। माथि रहेको प्लस आइकनमा ट्याप गरेर नयाँ एपीएन बनाउनुहोस्। नेममा एनसेल जीपीआरएस लेख्नुहोस्। एपीएनमा वेब लेख्नुहोस्। प्रक्सीमा 192.168.19.15 लेख्नुहोस्। पोर्टमा 8080 लेख्नुहोस्। अब तल स्क्रोल गरेर बियररमा एलटीई चयन गर्नुहोस्। त्यसपछि सेभ वा डनमा ट्याप गर्नुहोस्। अब नयाँ एपीएन चयन गर्नुहोस् र मोबाइल एकपटक रिस्टार्ट गर्नुहोस्। यदि यो टिप तपाईलाई उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नुहोस्। यस्तै एनसेल, एनटीसी, आइफोन र एन्ड्रोइड सम्बन्धी काम लाग्ने टिप्स सिक्न चाहनुहुन्छ भने अहिले नै फलो र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।